बर्थडे बुवा यहाँ हुनुहुन्छ। यो चाहिँ दुईटा झिरझिरे, यो चाहिँ म्याजिक क्यान्डल, अनि हाम्रो यो आउँछ के छ भेनाजु हालखबर हाम्रो केक गएको पालि पनि भएको होइन कि बजेन आएर। ल मैले गरेँ। ए ल केक देख्न सक्नुहुन्छ। मेनी मेनी ह्याप्पी रिटर्न्स अफ द डे। बर्थडे बोय यहाँ हुनुहुन्छ। कति वर्ष पुग्नु भयो हजुर? 56। अझै धेरै होला। अस्ति नैदेखि 56 भन्दै बस्नुहुन्छ। यता हेर्नु त नहुने के। ए ह्याप्पी बर्थडे भनेर एउटा यहाँ राखौँ। यसरी यो चाहिँ म्याजिक क्यान्डल हो है। दिस इज म्याजिक क्यान्डल। एउटा यहाँ राखौँ। कस्तो लागिरहेछ भेनाजु तपाईँलाई भन्नुहोस्, जनता जान्न चाहन्छ। खै बोलेको ऋषि ढमाल हजुर जनता जान चाहन्छ। हामी यस्तै पुन हराउन पर्छ। गाडसार केही चाहिन्न। यो आफै एक्लै घर जाने आउने के खतरा छ त्यो पुन अरु के शिक्षा मन्त्री भयो। बर्थडे त यति राम्रो छ हेर्नु। यो झिरझिरे अनि यो म्याजिक क्यान्डल। ल हजुरलाई कस्तो लागिरहेछ भन्नु? हल्का रमाइलो। रमाइलो छोरा नआउँदा रमाइलो लाग्यो तपाईँलाई? सेतो टिका लाउँथ्यो, रातो टिका लाउनु भयो रहेछ त। सबै रातो छ। ए ल त कति बसन्त पार गर्नु भयो अरे? कि त्यही अड्केको हुनुहुन्छ? ल यो व्यवस्थापन मिलाऊँ। अङ्कल अझै अङ्कल आउँदै हुनुहुन्छ। त्यो पोखिन्छ के अरे? उयो सुइको ल्याउनु त हो त्यो। यो चाहिन्छ हो। ल अझ कुर्दैछौँ हामी। मान्छे जुटाउँदा बल्ल आउनुभयो हाम्रो विशेष मान्छे। गएको वर्ष पनि आएको होइन कि पारी आउनु भन्दा नआउनु। बाल्न लाग्यो रे लाइटरै नबोलेको हो नि त। म्याजिक क्यान्डल बाल्दै हुनुहुन्छ। ल ल यहाँ त्यसमै राख्नु। ठिकै छ के। बजारे बाल्दै हुनुहुन्छ। ल आफैले हो के पानी त। ल है फुपू यता पनि आउनु त। भिडियोमा आउनु भएन के? कस्तो टाढा बसेको होला। छ्या टाढा बसेको। हँसेले छिटो भ्यान लायो। एमए अङ्कल आउन ढिलो गर्नुभयो के? ल है यहाँ दीप प्रज्वलित भइरहेको छ। अब एउटा मोमबत्ती भ्यान लगाइसक्यो त्यहाँ। ए हावा छेकौँ न उभिएर। यहाँ हावा पनि लागिरहेछ। ओहो हररै बोल्यो है अहिले त। ल है झेरेर दुईटा सँगै गर्नु न। दुईटा सँगै एक गुन्टा गर्नु के? ओहो यहाँ क्यान्डल बाल्न नसकेर यहाँ बर्बाद भयो। ल ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे। डियर बाबा ह्याप्पी बर्थडे टु यु, विश यु अ भेरी भेरी ह्याप्पी बर्थडे। यो त खास नमर्नु पर्ने हो। हावा लाएर मर्यो। ए फेरि बोल्यो। ल फुक्नुहोस्। म्याजिक क्यान्डल हो क्या? म्याजिक साइडमा राख्ने।
ल ल केक काटेर बजाइलाई खुलाइदिनुहोस् कहाँ बाले ल काट्नु काट्नु सुस्तरी काट्नु ल ल ल काटौँ 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 तेलका दाहिने हातले त काट्नु यार बर्थडे काट्दा पनि यार ल फेरि भनौँ न ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु सानो काट्नु सानो काट्नु पुग्दैन ह्याप्पी बर्थडे टु यु ल भयो ल ल बजेलाई खुलाइदिनुहोस् ल ह्याप्पी बर्थडे पहिला बाबालाई खुलाइदिने हो गरे त हुन्न भयो ल बजाइ बाबालाई खुलाइदिनुहोस् ल ल धेरै धेरै जन्मदिनको शुभकामना ल अब फुपूको पालो कति वर्ष 56 वर्ष सधैँ 3-4 वर्षबाट 56 नै हुनुहुन्छ हाम्रो बाबा एकछिन रोक त्यस्तो गर्ने होइन केटाकेटीहरू तिमीहरूको पालो आउँछ क्या रोक ल ल खुलाइदिनु के ल ल ल ल ल तपाईँले यता खुलाइदिनु न दिनु के एक्चुली मेरो पालो छ कि अझै भाग्न खोज्ने के अनि हामी हार्दिमलाई धेरै 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 जन्मदिनको शुभकामना बाबालाई एकदमै शुभकामना गर्छन् अझ अब केक त खास नलाउनु त्यो पनि खुसियालीमा लगाउनु पर्यो अनि बाबालाई मैले गिफ्ट पनि ल्याइदिएछु एकछिन है गिफ्ट पनि देखाउँछु है ल यो ब्याग ल्याउ त ब्याग यो ब्याग ल्याउ त ल खाओ चाटो ल चाटो चाटो तिम्रो चाटो ल चाटो हेर्नु न केक लाएर ब्याग भरि खाऊ चाटो होइन छोप न निकाल न भनेको के पुछ्देऊ ल एकदम उपयोगी दिनदिनै चाहिने कुरा हो ल ह्याप्पी बर्थडे टु यु ल हेर एक्सप्लोर गिफ्ट एक्सप्लोर देखाउनु न खोलेर एकदम लोकल धनिया लिएर आइदिन्छु तपाईँलाई चाहिने के रहेछ रे बा जिरा धनिया जिरा भए त हुन्थ्यो कि धनिया मात्र हो धनिया मात्रै भन्न दसैँको रमझम के भने 2082 को यहाँदेखि तानसेनको सिन देख्न सक्नुहुन्छ पारी गाडी हिँडिरहेछ अब